तेल मजाले तातेछ अहिले चाहिँ मजाले दामी हुँदैछ तर एउटा पनि निकाल्नुपर्ने रहेछ हो यहाँमा हेर्नु त कस्तो मजा फुल्यो दामी दामी हाम्रो कान्छी छोरीले दामी बनाए है रोटी चाहिँ यतिको आमा हुनुपर्ने नि त सपोर्टेड यतिको सपोर्ट गर्ने छ भने त रोटी पाक्दैछ कान्छी छोरीले पकाउँदैछ हुर्किँदै पूजाको लागि पकाएको है रोटी चाहिँ खानु मन लाग्नेहरू आउँदा हुन्छ यहाँदेखि हेर्दै जानु रोटी टक्कै यहाँ हेर्नु कति बनाइसकेको छ यहाँनिर यति पकाइसक्यो छोरा के गर्दैछौ पायो आँखामै कस्तो नजान्दाखेरि त मलाई कहिले सिकेर कहिले बनाउनु भन्ने हुन्थ्यो कि अहिले फेरि सिकिसकेपछि त कसैले भने नि अल्छी पो लाग्दछ घरकोलाई मात्रै पोल्नु मनपर्छ आज